हाई हाम्रो निशा आज चाहिँ मेरो प्र्याक्टिकल थियो अनि प्र्याक्टिकल भन्ने बित्तिकै यस्तो खुसी लाग्छ नि। अब खुसी हुनुको रिजन भनेकै खाना हो अनि प्र्याक्टिकलमा त खानै खान पाइन्छ नि। आजको मेनु चाहिँ इङ्ग्लिस ब्रेकफास्ट मेनु थियो अनि किचनमा खाना पाक्दै थियो। हामीहरू चाहिँ रेस्टुरेन्टमा थियौँ। हाम्रो पाली नै आयो खाना खाने अनि हाम्रो चाहिँ यति धेरै आइटम थियो। माई गड 11 वटा आइटम थियो कि खाने। आज चाहिँ खाना सर्भ हुने टाइम पनि ठ्याक्कै ब्रेकफास्टकै टाइममा थियो कि अनि मैले चाहिँ सबैको अलि गर्दै खाइरहेको थिएँ कि जुन जुन मिठो छ त्यही खाइरहेको थिएँ। आजको ब्रेकफास्ट पनि एकदम नै मिठो थियो। यत्रो थर्ड सेममा पुग्दासम्म फर्स्ट टाइम हामीले इङ्ग्लिस ब्रेकफास्ट खाएको हुँ कि। त्यो प्लेटको फुल खाइसकेपछि हामीहरूलाई सर्भ भयो ओट्स र कफी, स्ट्रङ ब्ल्याक कफी। मलाई ओट्स चाहिँ खासै त्यस्तो मन परेन तर अब कफी चाहिँ एकदम नै मिठो थियो। हामी चाहिँ कफी पिँदै गफ गरिरहेको थियौँ यता। प्र्याक्टिकल सकिसकेपछि हामीहरू खेलिरहेको थियौँ उनो अनि त्यसपछि म चाहिँ घर पुगेँ। दिउँसोतिर चाहिँ मेरो पार्सल आएको थियो दराजबाट। मेरो भनेको चाहिँ यमुनाको रहेछ, मेरो त आएकै रहन्छ। सो साँझको खाना बनाएँ। आजको दिन यसरी बित्यो। सी यु इन